नमस्कार। म लक्ष्मण भण्डारी मान्दै यो मान्छेका इच्छाहरू कहिले पुरा हुँदो रहन्छन्। कसैलाई दुब्लो मान्छेलाई मोटाउने रहर, हल्का मोटाउन पाए हुन्थ्यो भन्ने रहर, मोटो मान्छेलाई हल्का दुब्लाउन पाएपछि शरीर फिट हुन्थ्यो कि भन्ने रहर पनि हुँदो रहेछ। यो रहरहरू पुरा गर्नको लागि के गर्ने त भन्ने सन्दर्भमा मैले सानो भिडियो बनाउने र पस्कने कोसिस गरिरहेको छु। तसर्थ मोटो मान्छे हुन्छ कसरी, मान्छे मोटाउँछ कसरी, अत्याधिक खाना खाएर, पटक पटक खाना खाएर, यता पचेकै छैन उतातिर माथिबाट भरेकै छ, दबाएकै छ। त्यसले गर्दाखेरि यो हाम्रो प्याङ्क्रियाजले कामै गर्न छोड्दैन। धेरै मात्रामा उसलाई ओभरलोड भएको कारणले हाम्रो लिभरले कामै गर्दैन, छोडिदिन्छ। त्यसले गर्दाखेरि काम गर्न छोडिदिन्छ। यस मानेमा यो लिभर भन्ने हाम्रो शरीरमा मध्येमा एउटा महत्त्वपूर्ण अङ्ग हो। यसले खालि 56 मिनट मात्रै काम गर्छ, केवल 56 मिनट मात्रै। र 56 मिनटपछि उसले आफ्नो ड्युटी सक्छ, चपक लाएर सुतिहाल्छ। मस्त तपाईँले जति पछाडि खानुहुन्छ नि 56 मिनटपछि त्यो सबै चाहिँ हाम्रो उसले चाहिँ उसको काम के भनेदेखि राम्रो चाहिँ मसिनोले पेलेर हाम्रा शरीरका विभिन्न अङ्गहरूमा पठाउने र नराम्रो चिज चाहिँ बाहिर फालिदिने, मलद्वारद्वारा बाहिर फालिदिने, मलको रूपमा बाहिर फालिदिने गर्छ। तर हामीले 56 मिनट क्या 2 घन्टा 3 घन्टा पनि रेगुलर खाएको खाइ दिनभरि खाएको खाइ गर्दाखेरि हाम्रो ओभरलोड भएको कारणले उसले कामै गर्न सक्दैन। त्यसले गर्दाखेरि खाना चाहिँ कसरी खाने भन्ने सन्दर्भमा एउटा सानो हाम्रो यो रोटी, अब ठुलो रोटी पनि नभनौँ, सानो रोटी पनि नभनौँ, मझेवाला खालको रोटीलाई लगभग 35 टुक्रा बनाउने। 35 टुक्रा बनाइसकेपछि हाम्रो यो नङ जस्तै हुन्छ त्यो एउटा टुक्रा। त्यो टुक्रालाई 32 चोटि चपाउने। 32 चोटि चपाउँदाखेरि ननिल्ने, चपाइरहने हाम्रो यो शरीरबाट एउटा ग्रन्थि आउँछ, र्याल, जसलाई हामीले र्याल भन्ने गर्छौँ। त्यो र्यालमा पचाउन सक्ने क्षमता हुन्छ। अनि र्याल र त्यो रोटी मिक्स भयो भने तपाईँको हाम्रो शरीरमा प्रवेश भयो भने त्यो पच्न चाहिँ सजिलो हुन्छ। न हाम्रो शरीरभित्र न कुनै चाकी छ, न कुनै ढिकी छ, न कुनै पिस्ने सिलौटो लोरो छ। त्यसले गर्दाखेरि त्यो र्यालले गर्दाखेरि त्यो पचाउने काम गरिदिन्छ र पचाउने कारणले गर्दाखेरि कर्मशः तपाईँहरू त्यस्तै गरी उतातिर 1 गिलास पानी, मुन्तातो पानी, त्यसमा सानो 3 पोटी लसुन, अनि त्यही अनुसार प्याज, त्यही अनुसार उता अदुवालाई मसिनो पिसेर 10 मिनट भगभग उमाल्ने। अनि मनतातो उतातिरको त्यो पानी पनि जस्तै यतातिर सानो टुक्रा त्यो जस्तो 35 टुक्रा बनाइएको छ नि, 35 टुक्रा मध्येमा एउटा चाहिँ चपाउने 32 चोटि चपाउने। त्यसपछि त्यो चाहिँ खाने। खाइसकेपछि 1 गुट्की पानी खाने। यही क्रम गर्दै जाँदाखेरि लगभग 35-36 मिनटमा हामीले त्यो रोटी पनि सकिन्छ। उतातिर सलाद छ भने सलाद पनि खान सक्यो र चटनी छ भने चटनी पनि खान सक्यो। यसै क्रममा अब जस्तै रोटीको कुरो गरेँ मैले, सानो टुक्रा बनाउने भनेपछि त्यही अनुसार भात पनि खान सक्नुहुने। ठुलो चम्मच भने सानो चम्मच थोरै लगभग 15-20 वटा सिता, भातको सितालाई पनि त्यसरी चपाउने। त्यही अनुसारको त्यो पानी छ नि, त्यो पानी पनि चपाउने। चपाउँदाखेरि के हुन्छ भनेपछि हाम्रो र्यालसहित त्यो जो हाम्रो ग्रन्थीबाट आउँछ नि, त्यो र्याल र त्यो मिक्स भयो भनेपछि पचाउन सक्छ हाम्रो शरीरले। जो हाम्रो धेरै खाएर यो सानो आन्द्रा हाम्रो निष्क्रिय भएर बस्दै आउँछ, त्यसले पचाउनै सकिन्न।
त्यसले गर्दाखेरि त्यो जुन पचाइसक्यो भने हाम्रो शरीर के भयो त हाम्रो जो थोरै मात्र भन्छ त्यो मोटो मान्छेले थोरै खायो भने के भयो त तपाईँको त्यो बोसो थोरै खाँदाखेरि त्यो बोसो सापट लिन्छ, त्यहाँ पुगेन, त्यति एउटा रोटीले त पुगेन, थोरै भातले त पुगेन, नपुगेपछि के भयो त आफ्नो शरीरले आफ्नै शरीरबाट त्यो बोसो सापट्टि माग्छ। अनि बोसो सापट्टि माग्दा कर्म एक दिन 2 दिन दैनिक सापट्टि माग्दाखेरि तपाईँको त्यो बोसो पनि पुरै पग्लिएर जान्छ। दैनिक माग्दाखेरि बोसो घट्दै जान्छ। मोटो मान्छेको कुरा आयो। अनि दुब्लो मान्छे हो भने अब विभिन्न किसिमका अत्याधिक हामीले बचपनमा ठुलो गल्ती गऱ्यौँ। हामीलाई खाना कति खानुपर्ने भन्ने कुरा कसैले सिकाएन। मेरो छोराले धस्छ, खुब खान्छ, मेरो छोरीले यसरी खान्छ भनेर बाबुआमाले फुर्क्याउने काम गर्नुभयो। त्यही चलन हामीले चल्दै गयौँ। हामीले खानपिनमा यति खानुपर्छ, यसरी खानुपर्छ, चपाएर खानुपर्छ भन्ने कुरा अहिलेसम्म कसैले सिकाएन क्या। ठुलो गल्ती यही भइरहेछ। त्यसले गर्दाखेरि यो दुब्लो मान्छे पनि अब त्यो विभिन्न किसिमको दुब्लो मान्छे पनि इन्जिन बिग्रिरहेछन्। थोरै खाँदाखेरि के भन्यो भने थोरै खाँदाखेरि त्यो ठुलो आन्द्रा, सानो आन्द्रा र हाम्रो विभिन्न किसिमका अन्य अङ्गहरूले पनि काम सक्रिय, तिनीहरू एउटा मृत अवस्थामा, एउटा घाइते अवस्थामा रहेका हुन्छन्। तिनी चाहिँ एउटा जीवित भएर पुनः आफ्नो काम के हो उनले आफ्नो काम छनौट गरेर फेरि पुनः पहिलाको जस्तै हाम्रो बचपनमा थियो नि हाम्रो शरीर त्यस्तै उनले आफ्नो काम गर्न सुरु गर्छन्। र दुब्लो मान्छे पनि के भयो त धेरै खाने कारणले गर्दा धेरै खाएका कारणले उसका अङ्गहरू सब बिग्रिसकेका थिए। त्यसरी गरेर अङ्गहरू सक्रिय भइदिँदाखेरि उसलाई पनि विभिन्न किसिमका तिनी तरल पदार्थहरू आफ्नो ठाउँमा उसले पठाउने भयो। पठाउँदाखेरि मान्छे त्यो दुब्लो मान्छे पनि हल्का मोटाउने, रातो पिरो कस्तो के हो कि त फलाना छोरै हो त, अलि यसो टाढाबाट हेर्दाखेरि फलाना छोरै हो त, के आजकल त मोटाएछ त भन्ने हामीलाई त्यो महसुस हुन्छ क्या। त्यसले गर्दा दुब्लो मान्छे पनि मोटाउने, मोटो मान्छे पनि दुब्लाउने, यो 32 बार तपाईँहरूले बढी त म भन्दैन, गर्नु त 7-8 महिना गर्नुपर्छ, लेभल मिल्छ। तर तपाईँहरूले बढी भने 1 महिना, 1.5 महिना, 2 महिना रेगुलर गरेर हेर्नुहोस्। तपाईँको पहिलाको 1 महिनाको अवस्थाको र पछिको अवस्था कस्तो हुन्छ त्यो आफैले महसुस गरेर मूल्याङ्कन गर्नुहुनेछ भन्दै मैले यो भिडियोलाई अन्त्य गर्न चाहन्छु। हस्त, नमस्ते।